नमस्ते सबैजनालाई सेवा सेमुना सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मेरो जन्मदिन। आज चाहिँ म यहाँनिर संयुक्त बाल आश्रममा चाहिँ आज बच्चाहरूसँग केक काट्दैछु। सो सबैजनाले मेरो भिडियो हेर्दै गर्नु होला। नमस्कार। संयुक्त अपाङ्गता केन्द्रमा आज 58 जना अनाथ असहाय बालबालिकालाई हाम्रो शशिकला बहिनीको जन्मदिन परेको छ। जसो पनि सेवा नै धर्म पुण्य नै जीवन भने जस्तै आज उहाँको जन्मदिनको अवसर पारेर नानी बाबुहरूलाई केक साथै अनि एक साथ खाना पनि खुवाउँदै हुन्छ। जसो पनि तपाईँहरू कहाँबाट हेर्नु भएको छ लाइक कमेन्ट सेयर गर्नु भन्नु होला। डेसिबल अनलाइन टिभी अनि हाम्रो भाइ क्यामेराम्यान पनि हुनुहुन्छ, त्यसै गरी मेरो बहिनी हुनुहुन्छ र आज उहाँको जन्मदिनको लाखौँ शुभकामना दिँदै ह्याप्पी बर्थडे पनि भन्ने चाहिँ नानी बाबुहरूले होइन। र आजको खाना भनेको एक चाक मिठो भोजन अथवा खाना मासु भातदेखि लिएर सबै उहाँले गर्नुभएको छ भने उहाँलाई चाहिँ हाम्रो तर्फबाट संस्थाको तर्फबाट पनि ह्याप्पी बर्थडे अनि त्यसपछि लाखौँ शुभकामना भन्दै अब ताली है त ल उहाँलाई ल ह्याप्पी बर्थडे यिनीलाई आज जन्मदिनको अवसर पारेर आज मायाको चिनो पनि हामीले दिँदैछौँ नानी बाबाको तर्फबाट। त्यसै पनि उत्तर प्रगतिको कामना अनि हामी भाइले आज नबिर्सिनु दिदी भनेर उनीहरूले चाहिँ मायाको चिनो पनि दिँदैछन् र यो मायाको चिनोमा चाहिँ सतीला बहिनीको मायाको चिनोमा चाहिँ ह्याप्पी बर्थडे अनि त्यो गिफ्ट पनि दिएका छन् बच्चाहरूको तर्फबाट है त ल। भनेर मलाई पो भन्ने हो होइन। सबैलाई खुवाउनु न एक लट त। सबैले खुवाउनु पर्यो थ्याङ्क यू दिदी। नारायण चाहिँ आइज छिटो न, सबैले खाने हो, सबैलाई खुवाउने हो एक लट। खसी दिदी ह्याप्पी बर्थडे। अरे ठिकै मेरो भिडियो दुख्छ। खोले चुच्चेलाई छोड्दै खुवाउनु। पनि हो नि त चक्लेट ल एकजना चक्लेट यसो लास्टको बाँड्दिन्छु। होइन होइन तपाईँले बाँड्नु चक्लेट तपाईँले बाँड्नु सबै आउनु त। सबैले लाइनमा राख्नु म चक्लेट बाँडिदिइरहेको ल चक्लेट दिनु ल अनि गएर बस्छु ल। के खाइसक्यो? त्यो खाइसक्यो हो त चक्लेट यहाँ त दिँदै चक्लेट दिँदै फेरि पठिहाल है। सबैलाई म एक लट पार्छु। चक्लेट लिएर पार्ले सबै खाने। कोही खाने पनि कसरी खाने हो? थ्याङ्क यू भन। बाई मता भयो है। त्यो त आउनु न ले आउनु है मेरो साथीले दे ओजो भएर हो क्या। तिमीले खायो खायो नि नखाने जति आउनुलाई सानो सानो पिक्चर निका चल चल हातमै दिन्छु ल सबैलाई। हातैमा खाइदिनु
यो बसिहाल अब तिम्रो त्यही खाएर अब त्यही बसिहाल है सबै एकै ठाउँमा सब मिलेर बस ल किचनमा होला उता भाइ आइज कति खाने हो चक्लेट पाएन नानीले पाइसकेको छ बाँकी अरू को हुनुहुन्छ बोलाइदिनु न होइन त्यो उता किचनमा हुनुहुन्छ लड्यो है थ्याङ्क यू दिदी भन सानो भएको छ होइन नमस्कार बाबु यो चाहिँ ल अब लिनु दुईटा दिदीलाई दुईटा आन्टीलाई थाले निकाल्नु थियो है हो त्यति हो त्यसरी हालेर यसो गर्नु लु भयो अब मासु पनि थोरै हालेर यसो गर्नु मासु त म जान्दिनँ है कहिले बसेको छैन ल अब यो हालिदिनु अनि अर्को ठाउँमा पनि त्यसरी हालिदिनु अनि त्यहाँबाट खाना तल कहाँ राख्यो कति कति भयो जो अर्को पनि साल गर्नु त्यसो हाल्नु दिदीमा चम्ची दिनु न अचार हाल्नु है लु भयो लु आउनु यहाँबाट अब भटाभट अब तपाईँहरू पनि उठाउनु भटाभट पर्छ अनि आज उसको जग्गा लिएछ त्यो गर्नु परेन नि भटाभट हाल्नु है यहाँको खाना गाडीबाट राख्छु ल नमस्ते खोइ त नमस्ते पुग्यो सबलाई पुग्यो ल अब तिमीहरू आऊ त्यो बोकेर आउने त ल ल यहाँ पनि छ यहाँ एक भाग यहाँ पनि छ तिनवटा छ ल सुरु गर भाइ हजुर बस्नु न उहाँले के दिनु तपाईँ बस्नु न बस्नु दुईजना हामी आज चक्कर जाने तर नलग्नु हाल्नु पाइन्न है दालहरू ल्याएर दालहरू यहाँ निकाल्नु अब हामी पनि खाउँ भनेको हामी खाउँ भनेको खाइसक्छ अनि बाहिर अनि त्यहाँबाट यसरी खाइसक्छ हामी खाइसक्छौँ अनि फोटो खिच्नु बाहिर
भयो